बिस्कुट लिएर हिँडेको। अब हामी चाहिँ सर म्याजिक चढेर जाँदैछौँ। केही नि छैन, छाला उक्केको हो के बाबुको हेलो साथीहरू, नमस्ते। फेरि पनि स्वागत छ हजुरलाई मेरो युट्युब च्यानलमा। यदि कोही नयाँ हुनुहुन्छ भने प्लिज लाइक शेयर कमेन्ट सब्सक्राइब चाहिँ गरिदिनु होला। आज फेरि म दिदी घर जाँदैछु आज, किनकि नानीको न्वारन छ अनि हामी चाहिँ रेडी भएर, हामी भन्नाले मसँग नानी पनि छ, आहाना यता हेर्दै आहाना मसँग यहाँ छोरी पनि छ। छोरी र म जानु लाग्यो। बाबु चाहिँ उसको ड्याडीसँग बस्छ अनि अहिले चाहिँ हामी म्याजिक कुर्दैछु। अनि म्याजिक कुर्दैछु। अब दिदीलाई कुखुरा लगिदिन्छु। अब अरू त के अरे कुखुरा, नानीलाई ट्याम्पस अब चाहिने भनेको त्यही चिज हो, सुत्केरीमा खाने भनेकै त्यही कुखुरा हो। त्यही भएर अहिले म्याजिक कुर्दैछु। कुखुरा चाहिँ अहिले उसको के अरे नानीको बाबाले लिएर आउनुहुन्छ। अनि अब हामी चाहिँ जाँदैछौँ, म्याजिक कुर्दैछु। हामी चाहिँ 24 गोटी आइपुगे साथीहरू। मैले चाहिँ झोलामा कुखुरा, नानीले चाहिँ प्याम्पस लिइरहेछ। अब यहाँबाट म्याजिक चढेर जानुपर्छ। नचलाउनु छोरी। हामी चाहिँ साथीहरू म्याजिक चढिसक्यौँ। हाम्रो सामान चाहिँ यहीँ छ। कहाँ जाने छोरी? यता यता हेर्दै कहाँ जाने हो? ठुलो मम्मी घर। ठुलो मम्मी हेर, नानी हेर जाने है। अब यहीँ कति बजिसक्यो भन्दा यहीँ 10 बजिसक्यो। वहाँ पुग्दा त 11 बज्छ होला। यो म्याजिक भरिनु पऱ्यो अनि त्यसपछि चाहिँ हामी जान्छौँ सरारारारा है। ल साथीहरू, अब चाहिँ हजुरहरूलाई ठुल मम्मी के अरे दिदी घर गएरै देखाउँछु। मलाई पनि ठुल मम्मी भन्न आएछ, तिमीले ठुल मम्मी भनेको भएर। ठुल मम्मी घर जाने कि नानी घर जाने भनिदेऊ न। नानी घर। ल ल, अब चाहिँ हामी वही हजुरहरूलाई दिदी घर पुगेर नै देखाउँछौँ साथीहरू। म चाहिँ यहाँ दिदी घर आइसकेँ साथीहरू। नानी चाहिँ मस्त सुतेछ, दिदी चाहिँ खाना गर्छ। ओइ लोयो लोयो लोयो। अनि मेरो छोरी चाहिँ कार्टुन हेरेर बसेछ। सुरक्षा हो कि सुरक्षा हो, नाम पनि बिर्सिन्छु म त। म चाहिँ यहाँ म्याजिक कुर्दै हो साथीहरू। कहाँ जानु लाग्यो तिमीहरू? कहाँ जानु लाग्यो? बजार। यो नानी चाहिँ हाम्रो दिदीको आमाजु दिदीको छोरी हो। यो चाहिँ मेरो छोरी हो। अब घर जाने हो हामी है। राम्रोसँग बस्छ है बोना। खै हस् भनेको। हामी चाहिँ म्याजिक कुर्दै हो। अब आएको 2-3 घन्टा भइसक्यो, किनकि नानी बाबुहरूको भोलि स्कुल छ, त्यही भएर जान पर्ने हुन्छ। आजै आएँ, आजै फर्किएँ, म चाहिँ बसिनँ। अहिले चाहिँ म्याजिक कुर्दैछु। म्याजिक कुर्न चाहिँ यस्तो टाइम लाग्छ। कहाँ जाने हो? हात समातेर। ल हेर, कहाँ जाने? हात समातेर। आऊ आऊ यता बोन, आऊ आऊ, घाम लाग्यो, आऊ। चिया पनि खाना पाएन। अघि नै 1 घन्टा कुरेपछि बल्ल म्याजिक आएको। तिमी चाहिँ बिस्कुट लिएर हिँडेको। अब हामी चाहिँ सर म्याजिक चढेर जाँदैछौँ। यता हेर, अघि त थुप्रो बेर कुर्दा म्याजिक आयो होइन। अब चिया खानु लाग्यो, ठ्याक्क म्याजिक आयो। हामी चिया नै छोडेर हिँड्नु पऱ्यो। म चाहिँ घर आइसकेँ साथीहरू। यतातिर चाहिँ पानी पर्ला जस्तो भयो, अँध्यारो भयो। म चाहिँ अहिले कोठाभित्र कपडा चेन्ज गरेर ट्याकटुक्क बसेको। अब चाहिँ बेलुकाको खाना बनाउनु पर्छ। त्यसैले बाई बाई। भिडियो कस्तो लाग्यो? मन परेमा लाइक शेयर कमेन्ट गरिदिनु होला।